गाइस हामी चाहिँ आज नुवाकोट जाँदै हो यता हेरिरह होइन यता जानुभयो अनि फेरि हामी चाहिँ दुईजना इब्रान भाइ उता जोस भाइलाई बोलाउन गएको आउँछ कि आउँदैन होइन त्यही अब नुवाकोट पुग्नुपर्छ त्यही हो अब यहाँ गाडीमा हालेर यहाँ कोहीले रेडबुल खान साथी गुवाउँछ गाइस खतरनाक प्लेयरहरू छ यहाँ अब अर्कोचोटि हाल्नुपर्छ यता माथि टाढातिर आइसक्यो आज चाहिँ घाम लागिरह त्यत्तिकै यसलाई त जहाँ भेट्छ त्यही ढुकै ढुकाले हान्नु होला गाइस कुरो त्यही हो हेर्नु होला यता मामुली गाह्रो भएर यसरी समातेर बसेर मेरो पनि आइसक्यो पानी चाहिँ पर्दैन जहाँसम्म लाग्छ भने के फेरि मौसमको त मैले भने तँलाई ग्यारेन्टी दिन्छु घाम लागेन भने होइन तँलाई सब जग्गामा पानी छ मगर बिलुकी घरमै सुरु आयो भनेर अहिले त्यस्तै दृश्य हुन्छ कि अहिले त्यही हो यता अलिक गाइस हामी चाहिँ यहाँ भिउ टावर आइसक्यो ट्याक्क लगाएर अब यहाँबाट सुरु हो त्यहाँ भिउ टावर यस्तो चाहिँ ल हामी चाहिँ यो ट्र्याक यो नुवाकोटको यता भर्याङपट्टि ट्र्याक झार्न आएको यतातिर भर्याङ दिएर यत्रो ढुङ्गाको होइन गाइस त्यही हो उता भ्यू हेर्नु होला मस्त आएर गाइस त्यहाँ हेर्नु होला एकजना छिर्न सुरु भइसक्यो त्यहाँ ओपनिङ हान्दिसक्यो यो भर्याङ नचला यस्तो गाह्रो हो क्या यो भर्याङ लास्ट गाह्रो हो त्यता पनि उस आउनु सक्यो लास्ट गाह्रो हो अब तलबाट चाहिँ अलि युज गर्नु पर्ला झार्नुमा त्यही हेर्नु होला यहाँ अगाडि हेर्नु होला है यस्तो भएर पारा यहाँ चाहिँ यस्तो यस्तो चिप्लो चिप्लो हो क्या ढुङ्गाहरू लास्ट ल गयो एडभेन्चर हान्न मान्छे हामीलाई एडभेन्चर हान्दियो बाटोले यहाँ डाले त्यहाँ तलबाट नयाँ भर्याङ छ गाइस त्यहाँबाट चाहिँ जानुपर्छ प्याम हामी चाहिँ यतै भर्याङ त्यहाँ ऊ देखिसक्यो नयाँ भर्याङ अनि यहाँ डाँडोतिर यस्तो झाइरहेको यो लास्ट चिप्लो खाने यस्तो हो बाटो भर्याङ अनि यता हेर्नु त रातो माटो यस्तो भ्यू देखिरहेको त्यो कोलोनी प्लास्टर हो लगाइ जब चलिदिनु पऱ्यो होइन भर्याङ पनि आइसक्यो यहाँबाट चाहिँ हामी सिधै हामी मान्द्री पुग्छ होइन त्यही हो यता नफर्क्यौँ फर्किन अलि मिल्दैन अनि ठ्याक्क यता फर्क्यौँ अब अनि यस्तो हेर्नु त्यहाँ भ्यू अब उताको ट्र्याक पनि जानुपर्छ त्यो डाँडा कुदाउन त्यो डाँडामा गयो भने के होला समात्दै ल्याउने होला तलसम्म यस्तो चिप्लो बाटो थेट धारा वहाँ तल धारा यहाँ खुट्टा काटेर झन् टेन्सन भयो ठुलै काटेर त मेरो पनि यहाँ हेर्दै काटे त्यो पाउजनले होइन भगवानले कहीँतिर पनि चोट देखाएन अल्लाह भन अल्लाहले
ल को जाने हो फर्स्ट जा है जा ल। जा ल छिटो गाइज म गएँ है त भर्याङ झार्न सुरु गऱ्यो यसले बिस्तारी जा बिस्तारी ल मलाई मेरो भिडियो खाउनु भएको छैन अह ल के हो हाम्रो लागि अब यो पनि ल झार्न लाग्यो ट्याक ट्याक उता पुगिसक्यो गाइज झार्दै आइपुग्यो हामी तिनीहरू आएर होला अब अहिले छेउतिर भिड नि फेरि ओ यहाँ अलिक तल चिप्लो है बाटो थियो पहिला चाहिँ अहिले छैन थाहा के छैन भन्छ नयाँ भर्याङ खै चिप्लो है बिहान पहिला जाँदा त त्यो गाई छ यतातिर आइपुग्यो यहाँ नभए है त यस्तो अब म गएँ है त बजारको भ्यू यो हामी कहाँ पनि निस्किन्छ ऊ त्यो तल बान्द्रेमा हो नि